नमस्कार साथीहरु, खप्तड बाबाको विचार विज्ञानबाट विचारद्वारा रोग निवृत्ति भन्ने कुरा मैले ल्याएर आएको छु। यो भिडियोलाई तपाईले लास्टसम्म हेर्नु भयो भने मात्रै यसको फाइदा तपाईले लिन सक्नुहुनेछ। विचारहरुद्वारा कसरी रोग नलाग्ने बनाउन सकिन्छ त हामी आफूलाई यो कुरा हामी यसमा जान्ने छौं। विचारहरुको बलबाट नै रोगहरु वृद्धि र निवृत्ति पनि हुन जान्छ। उपरयुक्त रीतिबाट विचारहरुद्वारा जसरी दरिद्रता दूर गरिन्छ उस्तै गरी नाना प्रकारका रोग पनि विचारहरुबाट दूर गर्न सकिन्छ। यसलाई रोग निवृत्तिको उपाय पनि मान्नु पर्दछ, किनभने जगतमा प्राय सबै नै मानिस रोगग्रस्त हुन जान्छन्। यसमा कुनै रोग त सामान्य औषधिले र कुनै स्वतः नै निवृत्ति भइरहनेछन्। रोग उत्पन्न गर्नु र नष्ट गर्नु हाम्रो नै हातमा हुन्छ, किनभने ईश्वरको इच्छा छ सबै जीव निरोगी र सुखी रहन्। रोग मानिसको भुलले नै हुन्छ, त्यसैले सर्वप्रथम भुललाई सुधार्नु पर्दछ। त्यसको उपाय केवल आरोग्यताको विचार नै हो। जब घरमा छोराछोरी बिरामी हुन्छन् तब नारीहरू रोग र भएको विचार धेरै गर्दछन् र उनका विचारबाट नै छोराछोरी समेत मर्दछन्। मैले आफैले देखेको छु, नारीहरू छोराछोरीहरूलाई रोगबाट बचाउनका लागि जति उपाय गर्दछन् छोराछोरी उति नै चाँडो मर्दैछन्। यसको कारण केवल उनका विचार नै हुन्। ती सदा कस्ता विचार गर्दछन् भने फलानी स्त्रीका 4 छोरा 2 वर्षमा बीचमा मरे, अब 5औं भएको छ, जसको ऊ खुबै हेरचाह राख्दछ तैपनि त्यो धेरै क्षीण भइसक्यो, बाँच्ने आशा छैन। डाक्टरले जवाफ दिइसकेको छ। यहाँ विचार गर्नुपर्ने कुरा के छ भने त्यो छोरा पनि हप्ता दिनमा मर्यो। यदि यो सारा विचारहरूको नै प्रभाव हो भने यस्तो किन हुन्छ? यस्तो तर्क वितर्क गर्ने धेरै छन्। आफ्नो छोराछोरी बाँचिरहन् भन्ने सबै आमाले चाहन्छन्। यस विचारमा जति बल छ त्यसभन्दा धेरै बल अति स्नेह गर्ने अज्ञानी माताहरूमाथि मलिन विचारहरूको हुन्छ। ती आफ्ना बालकको लागि आफ्नो मनमा सधैँ के डर लिइरहन्छन् भने उसलाई केही कुनै रोग नलागोस्, कहीँ नलडोस्, कसैले कहीँ उडाई नलैजाओस्, टोलमा खेलिरहन्छ कहीँ कुकुरले नटोकोस्, यो बिरामी छ, यसको रोग मेटिने हो होइन, कसैको नजर नलागोस्, यदि मरे म के गरौँला, यस्ता भएका विचार नै सदा तिनको आँखा अगाडि नाचिरहेका हुन्छन्। यी विचारहरूद्वारा सबै माताहरू केटाकेटीलाई बिरामी गराइदिन्छन्। रोगका लागि ती बाहिरी उपायहरू त गर्दछन्, तर हृदय बिग्रेको हुनाले बाहिरी उपाय किञ्चित पनि लाभकारी हुँदैन, किनभने बालकहरूलाई राम्रो गर्नका लागि जति विचार ती गर्दछन् त्यसबाट बालक झन् बिरामी हुन्छन्। स्मरण रहोस्, जहाँ परस्पर विरोधी विचारहरूको जम्का भेट हुन्छ वहाँ दुवैको बल घट्छ। तिनमा जो बलवान छ उसैको जय हुन्छ। जस्तो धेरै दुधमा अलिकति पनि अमिलो पर्यो भने दुध फाट्दछ, उस्तै धेरै राम्रा विचारहरूलाई पनि अलिकति नराम्रा विचारले बिगारिदिन्छन् र असल विचारहरूको बल कम हुन्छ। त्यसैले आमाका राम्रा विचार कम हुनाले निर्बल हुने र नराम्रा विचार धेरै र बलवान हुनाले बालकहरू बिरामी हुन्छन् र मर्दछन्। त्यसैले यदि बालकलाई निरोगी र चिरञ्जीवी राख्नु छ भने सदैव शुभ विचार गर्नु पर्दछ। साथीहरू, हामीले विचारद्वारा रोग निवृत्ति कसरी गर्ने भन्ने कुरा यो भिडियोमा हामीले चर्चा गरेका छौँ। हामीले कुनै पनि नराम्रो विचार गर्यौँ, मेरो छोरा मर्छ, मेरो यो हुन्छ, ओहो बिरामी छ भन्यौँ भने त्यो बिरामी झन् बढ्दै 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 हामीतिर सर्दै जान्छ। यदि होइन हामी ठिक छौँ, मेरो छोरा निरोगी छ, केही पनि छैन, कुनै रोग छैन, हाम्रो परिवार ठिक छ, स्वस्थ छ भन्यौँ भने त्यो विचारमा बल पुग्दै जान्छ र हाम्रो परिवार साँच्चीकै चाहिँ नि राम्रो हुन्छ, साँच्चीकै चाहिँ नि रोग नलाग्ने हुन्छ। तसर्थ खप्तड बाबाको यो कुरालाई हामीले राम्ररी चाहिँ नि मनन गर्न सक्यौँ भने यसमा जीवनको सार छ र यसले चाहिँ नि हामीलाई निरोगितातिर चाहिँ नि धकेल्दछ। यो कुरालाई तपाईँहरूले बुझ्नुभयो भने जिन्दगी तपाईँको चाहिँ एकदमै चाहिँ स्लोली स्मुथ तरिकाले, राम्रो तरिकाले, शान्तपूर्वक मन आनन्दतर्फ चाहिँ मोडिनेछ। आजको लागि यति नै। साथीहरू, अहिलेसम्म सुनेर साथ दिनुभयो, साथीहरू यतिसम्म सुनेर हजुरहरूले साथ दिनुभयो, यहाँहरूलाई धन्यवाद छ। र सँगै रहेको सब्सक्राइबको बटनलाई दाबेर च्यानललाई सब्सक्राइब गरिदिनु होला र साथमा रहेको बेल आइकनलाई प्रेस गरिदिनु होला, ताकि यस्तै रमाइलो भिडियोहरू र जानकारीमूलक भिडियोहरू तपाईँहरूमा सबभन्दा छिटो पुगोस्। धन्यवाद।